हुन्छ हाम्रो नेपालको चर्चित धरहरा हामी चाहिँ गाइज यो माथिको देख्नु सक्नुहुन्छ माथिको टावरमा चाहिँ हामी चाहिँ चढ्दैछौँ। ओ नगर भाइ यस्तो नगर हो भाइ कुखुरा फार्म हेर्नु सक्नुहुन्छ गाइज। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आज बिटार पार्क भन्ने ठाउँमा जाँदैछौँ। आज त्यहाँ गएर हेरौँ के रहेछ बिटार पार्कमा चाहिँ रमाइलो छ भनेर सुनिरहेको छ। भन्ने मान्छेहरू यतातिर छ। अनि हजुरहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हाम्रो चाहिँ गर्मी भयो। यहाँतिर चाहिँ पानीको व्यवस्था पनि रहेछ। यसरी च्यान धारामा यस्तो तुरुरु चुहिरहेको छ पानी। यहाँ थाप्दै छ पानी चाहिँ यस्तो कस्तो छ पानी चिसो छ तातो हो तर ठिक छ जे होस्। यस्तो टाढाबाट आयो पानी पनि भेट्यो। गाडी आउँछ हामी चाहिँ पानी हान्न रोकिरहेको छौँ। हेर्नु होला यहाँ चाहिँ बाटोमा हामी उभिरहेछौँ। त पानी थापिरहेछ। यहाँ चाहिँ अब यसो बस्ने ठाउँ रहेछ। यसो प्रतीक्षालय रहेछ। हामी चाहिँ यहाँ प्रतीक्षालयमा बसिरहेछौँ। प्रतीक्षालय चिसो मौसममा टक्क लाएर यस्तो व्यवस्था छ रहेछ यहाँतिर एकदमै। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यता यो साँगुटार भन्ने चाहिँ यहाँबाट त्यहाँ परबाट छुट्टिँदो रहेछ। त्यहाँ गाडी जाँदैछ साँगुटार चाहिँ। अनि हामी चाहिँ रामेछापपट्टि जाँदैछौँ। बिटार पार्क भन्ने त्यहाँतिर पर्छ। रामेछाप चाहिँ यताबाट सिधा बाटो हो र हामी जाँदैछौँ। हेर्नु सक्नुहुन्छ यहाँतिर चाहिँ यस्तै बस्ने ठाउँ हो। यहाँतिर चाहिँ यस्तो रुखहरू छ छारीहरू र यहाँ तलपट्टि स्विमिङ पुल रहेछ। पुरै घर यस्तो छ। त्यहाँ खोला आउँथ्यो अहिले खोला सुकिरहेछ गर्मी महिनाको कारणले गर्दा र। अनि यतातिर शालिग रहेछ गाइजहरू। शालिग तपाईँहरू हेर्नु सक्नुहुन्छ मन्थली नगरपालिका आर्थिक सहयोग निर्माण त संविधान सभा सदस्य मानवीय सुश्री के हो कमल कुमारी घिमिरे सुवेदीको अर्न्तगतको शालिग मन्थली नगर प्रमुख श्री के लभ श्रेष्ठद्वारा आँखा नै देख्दैन सर। आँखा नै नदेख्यो कि परुना हो अनावरण गरियो भनेर लेखिरहेछ गाइजहरू। हेर्नु होला साडी यस्तो चढ्न कोसिस गरिरहनु भएको छ। हजुर एकजना मान्छे हेर्नुहोस् स्टन गर्नु लाग्नु भएको छ। लड्नु भयो भने चाहिँ अहिले बाउको बे देख्छ। भाइ ल भाइको टर्न लड्छ नगर छोरी तिमी। हाम्रो भाइ चढ्नु लाग्नु भएको छ। ल भाइको स्टन ओहो हेर्नुहोस् गाइज। अब हामी भाइ र म चाहिँ यहाँ माउन्टेन क्लाइम्बिङको लागि च्यालेन्ज हामी चाहिँ यता गर्मी भएर यतातिर चाहिँ दुबोमा एकछिन बस्ने भन्दैछ। त्यहाँ हामी चाहिँ दुबोमा एकछिन बसेको बिटार पार्क आइपुग्नु लाग्यो। अब त्यहाँ गएर हेर्नु पऱ्यो मान्छेहरू कति छ भनेर हेर्नु पऱ्यो। लास्टै गर्मीले थकित बनाइसक्यो। यस्तो घाम चर्को नचर्को थकित भइसक्यो। गाइस पुग्ने क्रममा यहाँको खोर देख्यो एउटा फार्म देख्यो। आमा हेर्नु सक्नुहुन्छ गाइस कति धेरै कुखुरा। ओ माई गड ल हेर्नु त खोइ देख्दैन ल खोइ यताबाट देखाउनु पऱ्यो यताबाट हेर्नु पऱ्यो। हेर ल कुखुरा फार्म हेर्नु सक्नुहुन्छ गाइस। कति धेरै यार टन्नु रहेछ है।
होला नि ल जाउँ 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 ल गाइजहरू हेर्नु सक्नुहुन्छ अब हामी चाहिँ बिटर पार्क हिँड्दैछु तर हामी चाहिँ खास गरेर माथिबाट माथिबाट त्यो माक्लो बाटो भएर बाटोबाट आउनु मन थियो तर यता तलको खोला खोला बाटो आएको एकदमै पुरै धुलै धुलो बाटो भएर आयो हामी चाहिँ हामी यो बाटो भएर त्यो बाटो भएर आउनु मन थियो यो बगरको बाटो भएर आयो हामी चाहिँ अब हामी चाहिँ हिँड्दैछु बिटर पार्कनिर बिटर पार्क भनेर पार्क छ अरे त्यो हिँड्दैछु अब यो बाटो हिँड्दैछु यस्तो गर्मी लास्टै गर्मी आमामा लगभग 40 डिग्री छ कि हो 40 डिग्री छ कि हो गर्मी पनि लास्टै पानी दिएको पानी पनि सकिसक्यो थोरै छ अब अघि त त्यहाँ धारा देखेको थियो अब यहाँ धारा छैन किन्नुलाई पसल पनि छैन अनि त्यही भएर गाइस हेर्नु सक्नुहुन्छ यता बोर्ड बिटर मात्र छ पार्क चाहिँ योभन्दा माक्लोपट्टि छ तर बिटर मात्रै रहेछ बिटर जाने बाटो यो चाहिँ हामी चाहिँ बिटर पार्क जाँदैछौँ गाइजहरू हेर्नु सक्नुहुन्छ गाइज हामी चाहिँ फाइनली बिटर पार्क भन्ने ठाउँमा आइपुगेका छौँ यतातिर हिँड्दै हुनुहुन्छ मान्छेहरू हामी चाहिँ बिटर पार्कमा आइपुग्यौँ फाइनली अब हेरौँ यहाँको भित्रको दृश्य कस्तो छ भनेर हजुरहरू देखाउन जाँदैछौँ यहाँको दृश्यभित्र तर मान्छेहरू धेरै छ शनिबारको दिन आज शनिबार धेरै भएर शनिबार भएर आज मान्छेहरू धेरै छ होइन बिटर पार्कको गेट यो चाहिँ हामी चाहिँ जाँदैछौँ हो र हामी चाहिँ बिटर पार्क यो यस्तो छ हेर्नु सक्नुहुन्छ गाई बिटर पार्क भने यस्तो छ अनि यहाँ चाहिँ के लेखेको थियो भुवन थापा हेर्नु सक्नुहुन्छ यहाँ यो चाहिँ डाँडा भुवन थापा भन्ने डाँडा अनि हामी चाहिँ जाँदैछौँ बिटर पार्कभित्रतिर ऊ तल चाहिँ खेल्ने ठाउँहरू चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू चाहिँ अनि यता चाहिँ तल चाहिँ खोला रहेछ सानो र पोखरी जस्तो रहेछ गाइज फाइनली हामी चाहिँ बिटर पार्क आइपुग्यो गाइजहरू अनि यहाँ देख्नु सक्नुहुन्छ तपाईँले चाहिँ यो चाहिँ पोखरी यो पोखरी रहेछ अनि यो देख्नु सक्नुहुन्छ जननी जन्म खै मलाई त पर्नै आउँदैन कि हो यो चाहिँ खुकुरीको चिन्ह भएको यो चाहिँ यस्तो छ गाइज हेर्नु सक्नुहुन्छ तपाईँहरूले यस्तो भएको यहाँ हेर्नु सक्नुहुन्छ र यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो नेपालको चर्चित धरहरा देख्नु सक्नुहुन्छ हजुरहरू हेर्नु सक्नुहुन्छ गाइज यो चाहिँ धरहरा हो यो कति तल छ 1 2 3 4 5 6 7 8 9 तलको धरहरा हेर्नु सक्नुहुन्छ यो चाहिँ धरहरा हो गाइजहरू है यस्तो देख्नु सक्नुहुन्छ यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले देख्नु सक्नुहुन्छ यो चाहिँ बिटर पार्कभित्र यस्तो रहेछ है यो चाहिँ धरहरा यो चाहिँ नेपालको धरहरा गाइजहरू नेपालको धरहरा यस्तो छ हेर्नु सक्नुहुन्छ तपाईँहरू यो चाहिँ के शालिक हो थाहा भएन तर यतातिर पुरै बच्चाहरू खेलिरहेको छ अनि यो देख्नु सक्नुहुन्छ के को शालिक हो थाहा भएन है यहाँतिर चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरू चाहिँ धरहरा यत्र अब उहिले माथि टावरमा जाने हामी चाहिँ त्यो माथि टावरमा जान्छौँ हामी चाहिँ टावरमा गएर त्यहाँको चाहिँ यस्तो माहौलले त्यो वरिपरिको माहौल चाहिँ कस्तो हुन्छ हेर्नु पर्यो यो चाहिँ नेपालको धरहरा हेर्नु सक्नुहुन्छ 9 तला धरहरा अलि राम्रोसित देखाइन्छ हजुरहरूलाई एकचोटि हेर्नु सक्नुहुन्छ यस्तो छ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँले अरे यस्तो छ है धरहरा कस्तो राम्रो छ धरहरा यहाँको हेर्नु सक्नुहुन्छ गाइज यो चाहिँ नेपालको धरहरा यहाँ बिटर पार्कमा पनि रामेछापको मन्थलीमा रहेको छ यो बिटर पार्कमा यो धरहरा हामी चाहिँ गाइज यो माथिको
देख्नु सक्नुहुन्छ माथिको टावरमा चाहिँ हामी चाहिँ चढ्दैछौँ। हेर्नु सक्नुहुन्छ कस्तो छ यो टावर चाहिँ। हेरौँ हल्टिन्छ भन्छ भाइले, हेरौँ न कतिको हल्टिँदैछ। माथि जाँदैछौँ। तिमी त्यहाँ बस्छ त्यहाँ नआऊ, लड्छ छोरा, यहाँ लड्छ, यहाँ हल्टिन्छ। ओ नगर भाइ, यस्तो नगर हो भाइ। नगर यसो हल्लिनु हुँदैन क्या भाइ। नहल्टाऊ क्या, नहल्टाऊ। नगर भाइ। यो यस्तो राम्रो हुँदैन क्या भाइ। ब्राङ्ग भत्क्यो भने त भत्क्यो नि यार। नहल्टाऊ। आमा पुरै खिया लागेको रहेछ यार। हल्लिँदैन भन्छ हजुर। हो नि, हल्लिँदैन हुन्छ। यस्तो यति बेला हल्लिरहेछ लास्ट यार, हल्लिने रहेछ नि यार। यतिकै हल्लिरहेछ ल। सक्नुहुन्छ गाइस, यस्तो खालको चाहिँ बिटर पार्क है यस्तो। अनि यो बिटर पार्कको यो चाहिँ टावर रहेछ यो चाहिँ। अनि यता हाम्रो भाइ प्रतीक र हामीहरू यहाँ चाहिँ माथि टावरमा चाहिँ फाइनली हामी यहाँ पुग्यौँ। बिटर पार्कको दृश्य यस्तो छ गाइस। यहाँ सुन्नुहुन्छ माथि चाहिँ डाँडा काँडा। ओहो बिटर पार्कको। हेलो गाइजहरू, के गर्दै हौ? ओ के गरेर हौ? जाउँ। लास्टै हल्टिँदो रहेछ यार। के गरेर बनाएको यार यस्तो यार? कुन चाहिँले बनाएको साँच्ची होइन यार? कस्तो गरेर हल्टिने गरेर लास्टै हल्टिने गरेर यार। लास्टै हल्टिने। मिस्टर चिङ्गम, मोटू पद्दू। हेलो चिंगम भाई, कैसा हो? आपका खबर कैसा है चिंगम सर? मोटू भाई, आपको समस्या नहीं चाहिए, समस्या आज। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ समोसा खाएर मोटू चाहिँ सुतिरहनु भएको छ। यो त चिंगम सरको हातै छैन। हेर्नु सक्नुहुन्छ। र यतातिर चाहिँ पद्दु चाहिँ उतातिर के हेरेर हो पद्दु भाइ? पद्दु यतातिर यहाँ हेर्नु सक्नुहुन्छ। पद्दु चाहिँ यसरी ठाडो गरेर जोनका डन चाहिँ उतातिर हेर्नु सक्नुहुन्छ। हो पुरै बन्दुक लिएर बसिरहेछ ल। सबै आफ्नो आफ्नो तालमा छ। आज शनिबार भएर हो चुपचाप लाएर मौन धारण गरेर बसिरहेछ यो मोटू पद्लुहरू, जोन र चिंगम। हेर्नु सक्नुहुन्छ ल। यहाँ जोनको चाहिँ खबरै नै छैन छ। यी खबरै छैन छ, गिदी छैन छ। सायद यो मोटू पत्लुले हानेर उताबाट फर्केर बसेको छ पत्लुले। लास्टै हल्लिँदै सक्नुहुन्छ गाइज। हामी चाहिँ यस्तो पिङ खेलेको अवस्था। यता हाम्रो म्याडम हुनुहुन्छ। मजा आउँदैछ दसैँ? खै त म त यार हुतिनु नसक्छु म त यार। मजा आउँछ। ल हेर्नुहोस् गाइजहरू, हामी जस्तो पिङ खेलेर कस्तो गयो
9 तला छ हेर्नु होला भिडियो अन्तिमसम्म हेर्नुहोस् है गाइजहरू हामी यसो मैले चाहिँ अब दसैँमा चाहिँ पिङ राम्रोसँग खेलेन किनकि मलाई आउँदैन के हो यस्तो ए बा मैले नसुनेको क्या कति माथि यसमा चाहिँ कहाँ पुग्छ नजाउनु तर यसरी कसरी बस्यो बिना चाहिँ कसरी त यसरी अहिले जिन्दगी ए बा मैले खेल्यो भयो भने न तर यसरी यस्तो खोइ त आउँदैन क्या मलाई पिङ खेल्नु खोइ ओहो गाइजहरू गाइस हामी चाहिँ फाइनली अब भिटर पार्कबाट बाहिर निस्केको अब हामी जाँदैछौँ भिटर पार्कबाट अब घरसम्म जाँदैछौँ घरको जाने टाइममा बाटोतिर के हुन्छ कस्तो हुन्छ के दृश्य देख्छ भनेर हिमाल देखाइसकेँ मैले हिमाल यहाँ यस्तो छ यस्तो छ हामी जाँदैछौँ ल है गाइजहरू म चाहिँ यस्तो ट्रेनिङ लिँदैछु के काम के गर्नु सकेन यहाँबाट कन्ट्र्याक्टर भएर नै अब खानु पऱ्यो होइन गाइस फाइनली हामी चाहिँ घर पुग्नु लाग्यो हजुरको माझ फेरि यस्तै खालको भिडियो फेरि अर्को नेक्स्ट भिडियो अझै राम्रो भिडियो ल्याउने कोसिस गर्छु हजुरहरू चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला र बेल आइकन थिच्नु नबिर्सिनु होला आजको लागि बाई गरिदिनु